हेलो एभ्रिवान, आज चाहिँ म कहाँ जाँदैछु भन्ने कुरो हजुरहरू सुरुदेखि अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला है। म चाहिँ आज कहाँ जाँदैछु भने चाहिँ म आज बाटोमा हिँड्दैछु। आजको चाहिँ थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला तपाईँहरूले म आज के गर्न आएको छु भन्ने कुरो। आज चाहिँ म एकदमै स्पेसल दिन हो मेरो चाहिँ। आज चाहिँ किनकि मैले फर्स्ट भ्लग बनाइरहेको छु, यहाँनिर देख्न सक्नुहुन्छ। यो च्यानलमा चाहिँ मैले पहिला मुकबाङ हाल्थेँ, अहिले चाहिँ मैले भ्लग हालौँ न आज मेरो स्पेसल दिन होइन आज भनेर। अनि मैले चाहिँ यहाँनिर भ्लग बनाइरहेको छु होइन, सकि नसकी कोसिस गर्दैछु। म चाहिँ अब जाँदैछु है, यहाँनिर कहाँ जाँदैछु भन्ने कुरो तपाईँलाई सबै कुरो देखाउने हुन्छु। तपाईँहरू अन्तिमसम्म हेरेर माया गरिदिनु होला। हेर्न देख्न सक्नुहुन्छ म चाहिँ यहाँनिर तल एकदमै ओह्रालो झर्दैछु, एकदमै गाह्रो ओह्रालो झर्न। अनि त्यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ गुफा रहेको छ, एकदमै गुफा रहेको छ। गुफाभित्र पनि पानी चुहिरहेको, एकदमै माथिबाट पानीबाट केबाट बोल्दा बोल्दा मुख पनि लटपटिन्छ, जिब्रो पनि। ढुङ्गाबाट चाहिँ पानी चुहिरहेको छ, एकदमै ठुलो गुफा छ त्योभित्र। म चाहिँ फेरि पनि भर्याङ ओर्लिँदैछु, यहाँ देख्न सक्नुहुन्छ। एकदमै छिटो दौडेर जानु पर्यो म चाहिँ, किनकि यहाँ सबैजनाले यहाँनिर मलाई कुरेर बसिराख्नु भएको छ, त्यही भएर म चाहिँ दौडी गइरहेको छु। अनि मैले चाहिँ लिएर आएको छु साथमा पानी पनि। अनि त्यसपछि म चाहिँ एकदमै हतारमा छु, दौडेको छ। म किन भाग्यो भनेर नभन्नु होला, म चाहिँ आज एकदमै दौडेको यहाँ सर्ट पनि फुत्किसक्यो लुगाबाट खुसी पनि लागिरहेछ। आज चाहिँ एकदम स्पेसल दिन हो मेरो। यहाँ पानी पनि रहेको छ, प्यास लागेको बेलामा घाम लागेको छ एकदमै चर्को, हजुरहरूले देख्न सक्नुहुन्छ हुन्न थाहा भएन। उहाँ पर जाने हो म चाहिँ। यहाँ माथि चाहिँ झोलुङ्गे पुल छ, ढाड पनि कनायो, चिलायो, के गर्ने हो, केले टोक्यो। अनि साथीहरू यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ आजको स्पेसल दिन चाहिँ म यहाँनिर खोलामा आइपुगेको छु है, खोलामा। किनकि आज खोला आइपुगेपछि के गर्छ भन्ने कुरो तपाईँहरूलाई थाहा छँदैछ होला होइन। तर खोला आएपछि चाहिँ हेर्नु है, म हेर्दै गर्नु मैले यहाँनिर खोलामा के गर्छौँ भन्ने कुरो होइन। लास्टसम्म हेर्नु होला। खोलामा चाहिँ मैले एकदमै धमाका गर्नेवाला छु। हेर्नुहोस् त कति ठुलो पहाड के यहाँनिर पछाडिपट्टि मेरो एकदम ठुलो पहाड रहेको छ यहाँ चाहिँ। किनकि यहाँ माथिसम्म पानी आउने, बर्खाको बेलामा माथिसम्म पानी आउँछ। अहिले चाहिँ बर्खा अलि लागेको छैन, त्यही भएर खोलाइमा छ पानी चाहिँ होइन, माथिसम्म आइपुगेको छैन। म अझै पुगेकै छैन, म जहाँ पुग्नुपर्ने थियो त्यो ठाउँमा म अझै पुगेको छैन। म जाँदैछु धन्नै लडेको, म चिप्लेर हिँड्ने ढङ्गा छैन, चिप्लेर धन्नै लडेको। हेर्नु त म यहाँनिर के गर्ने, थकाइ लागिसक्यो। हे भगवान्, थकाइ बस्नु पऱ्यो एकछिन। आया ढाड दुख्यो, खुट्टा दुख्यो, आमामा थकाइ लागिसक्यो। कहिले पुग्ने, ढुकढुक भइसक्यो मुटु पनि मेरो। आमा माथि हेऱ्यो पहाड ठुलो छ, तल हेऱ्यो खोला छ, आमा मेरो मन ढुक भइसक्यो। यहाँ के गर्ने, थकाइ लागिसक्यो। हे भगवान्, म सक्दिनँ होला जान, एकछिन आराम गर्नु पऱ्यो, त्यसपछि जानु पऱ्यो। के गर्ने हेर्नुहोस् त साथीहरू, एकदम खुट्टा दुखेर झ्याउलाएर बसिया, के गर्ने, जान पनि रहल्ला। अरूहरू सबै खोलामा कुरेर बसिया मलाई होइन। त्यही पनि म कोसिस गर्ने नै छु। यहाँ देख्न सक्नुहुन्छ, तपाईँलाई म सबै देखाउने छु। यहाँनिर वहाँ परदेखि जानु छ। अनि यहाँ रहेको छ एकदम स्पेसल खोला। अझै जाँदैछु, म पुगेको छैन त्यो ठाउँमा, किनभने म पुग्नुलाई अझै आधी घन्टा लाग्छ। यति टाढा हो कि म 3 घन्टा बस्ने ठाउँ पनि 3 घन्टा टाढा आइएको छु। किनभने देख्न सक्नुहुन्छ यति राम्रो भ्यू के खोलाको छेउछेउमा हरियाली टन्नै होइन। अनि बिचमा सेती नदी होइन, सललल बगेको एकदम सेती नदी हो यो चाहिँ। फेरि थकाइ लाग्यो, म बसेँ एकछिन है, एकदम थकाइ लाग्यो। घोडा सबै प्लालात्लुत्त गल्यो मेरो। फेरि जुरुक्क उठ्यो, पुग्नु नि छ जुन ठाउँमा जाने भने त्यो ठाउँमा जानु नि छ। त्यही भएर म जुरुक्क उठेर हिँडेँ। अब हिँड्दैछु हिँड्दा कहिले पुग्ने हे भगवान्, म आत्तिसकेँ। तर के गर्ने, म पुगेरै छाड्छु त्यो ठाउँमा। आजको स्पेसल भन्नुपर्दा चाहिँ यही हो। म चाहिँ आज हिँडेरै भिडियो बनाउने छु। मेरो चाहिँ यो फर्स्ट भिडियो हो, किनकि फर्स्ट भिडियो भन्नाले नि पहिला हालेको हो, तर अहिले चाहिँ यहाँनिर भ्लग बनाएको है मैले है, कोसिस गरेको। राम्रो नराम्रो हेरिदिनु होला। हिँड्दैछ म थकाइ लागिसक्यो। कति हिँड्ने हे भगवान्, हिँड्दा थाकिसक्यो। यो ठाउँमा सर्प
के आयो हे भगवान्, म त तर्सेँ भए। यतातिर त के छ, सर्प पनि छ कि क्या हो यता त। ए कत्रो सर्प भाइ यहाँ त, आमामा हे भगवान्, सर्प के गर्ने होला, कहाँबाट जाने होला, अब बाटै छैन, के गर्ने होला अब। सर्प फेरि यति धेरै सर्प आउँछ कि यो ठाउँमा, गङ्गडा पनि त्यत्तिकै छ, सर्प पनि त्यत्तिकै नै छ यहाँनिर। गङ्गडा सर्प खाने, सर्पले गङ्गडा खाने। म देखाउँछु है तपाईँलाई सर्प हिँड्ने बाटो, जे बाटो सर्प एकदम यत्रो ठुलो थियो कि होइन, हजुरहरूलाई क्यामेरामा देखाउँछु भन्दा सर्प यति छिटै भाग्यो कि होइन, थाहै पाएन मैले। हेर्न सक्नुहुन्छ, अझै पनि छ कि, म हिँड्दै हिँड्दै हजुरलाई देखाउँछु है। सर्प यति ठुलो सर्प थियो कि होइन, घाँटी तल त पहेँलो थियो कि, नरहेछ सर्प त। ल यता हेरि पनि छैन, उता हेरि पनि छैन, सर्प चाहिँ गइसक्यो हो। किनकि मैले तपाईँहरूलाई रेकर्ड गर्छु भन्दा भिडियो सुट गर्छु भन्दा मैले भुलेछु, त्यही भएर म मात्रै हेरेर बसेँ। ल म चाहिँ अझै पनि हिँड्दैछु। यो ठाउँमा चाहिँ फेरि एकदमै धेरै जुगा आउँछ कि। जुगा भन्नु मतलब यति लामो रगत खाने जुगा आउँछ नि, हाम्रोतिर जुगा भनिन्छ, तपाईँहरूकोतिर के भनिन्छ, तपाईँहरू सुरुदेखि भनिदिनु होला मलाई पनि। यो ठाउँमा चाहिँ जुगा अति नै आउँछ, त्यही भएर म चाहिँ यो खोलाको छेउछेउमा आइपुगेपछि एकदम छिटो हिँड्दैछु, किनकि ढिला हिँड्यो भने यो ठाउँमा जुगा टाँसिन्छ। अनि मैले चाहिँ पानी पनि लिएर आएको छु, यहाँ देख्न सक्नुहुन्छ, गर्मी हुँदा प्यास लाग्दा पानी खानुपर्छ, एकदम मिठो हुन्छ गर्मी महिनामा पानी खाँदाखेरि है। अनि खोला आउँदाखेरि चाहिँ एकदम मिठो हुन्छ पानी। मैले पानी पनि साथमा बोकेर लिएर आएको छु, देख्न सक्नुहुन्छ। आमामा जुगा आउँछ भनेर म आत्तिएर हेर्दै हिँडिरहेको छु, हेर्न सक्नुहुन्छ। आमा यस्तो बाटो हिँडेर गएको छु, तर यस्तो सुक्खा ठाउँमा पनि जुगा टन्नै आउँछ कि यो ठाउँमा। किनकि यो चाहिँ सेती खोला हो नि त, पोखराको सेती खोला, त्यही भएर यो ठाउँको पुरै जुगा। अनि मैले चाहिँ पानी लिएर आएको छु स्पेसली, म चाहिँ घरिघरि होइन पानी मात्रै देखाइरहेको छु कि, के देखाउनु त, साथमा पानी छ। अब अन्तिममा म हजुरलाई देखाइदिन्छु यहाँ मैले के गर्छ। अहिले त पानी मात्रै देखाएको छु नि त, पानी मात्रै साथमा छ। तर आमा वाउ, खोला आइपुग्यो, बल्ल फाइनली खोला आइपुग्यो। त्यो ठाउँमा गएर चाहिँ म माछा मार्ने हो, अनि हेरिदिनु होला है। ल अब म चाहिँ त्यो ठाउँमा जान्छौँ, माछा मार्छौँ, पानी राख्छौँ पहिला। ल अब त्यो पुरै त्यो खोलामा त्यहाँ पनि गएर म माछा मार्ने नै छु। अब यहाँ फाइनली हेर्न सक्नुहुन्छ, उहाँ तलदेखि चाहिँ मान्छे आउँदैछ। अब म चाहिँ सुरु गरेँ जाल निकाल्न है, जाल निकाल्छु। अनि फाइनली मेरो जाल, मैले चाहिँ यो जालबाट माछा मार्ने छु। छोरी मान्छेले जाल हान्नुहुन्छ कि हुँदैन थाहा छैन मलाई, तर म चाहिँ जाल हान्नेवाला छु। तपाईँहरू अन्तिमसम्म हेरिदिनु होला है। म जाल हान्ने चाहिँ पहिला सुरु त्यो ठाउँमा चाहिँ मैले एकदमै धेरै माछा देखेको थियो, आउँदाखेरि नै माछा थियो, खोला सुकाएको थियो नि त धेरै नै। अनि हाइड्रा पावर सुकाएर माछा थियो, मैले देखाएको थियो। यहाँ पनि हेर्न सक्नुहुन्छ, छेउछेउमा भुरा माछाहरू टन्नै छ, भुरा माछाहरू टन्नै छ यहाँनिर। फाइनली मैले चाहिँ लुगा फेरिसकेको छ। अब म चाहिँ यो लुक्समा चाहिँ ढ्याक्क लाएर जाल हानिदिन्छु। तपाईँहरू अन्तिमसम्म हेर्नु होला है। आम्मामा हेर्नुहोस् त, म्या 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 गर्दै यहाँनिर बाख्राको बच्चा आमासँग छुटेछन्। म्या 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 गर्दै आएको थियो मसँग, अनि मैले आऊ आऊ भनेको, डरले भाग्यो। फाइनली मसँग फेरि आयो, फेरि भाग्यो। हेर्न सक्नुहुन्छ, यति राम्रो बाख्राको बच्चा छ कि, तर भागेकै मैले समातेको भागेको। फाइनली ऊ पनि गयो। म चाहिँ यहाँनिर माछा हेर्दैछु है, छेउछेउमा अलिअलि बिटिन्छ कि भनेर। फाइनली आज चाहिँ यो झोला भराउनेवाला छु म। माछा चाहिँ यो झोला टन्न भराएर लानिन्छु। तपाईँहरू अन्तिमसम्म हेर्नु होला है, किनकि हामीले पोहोरको साल पनि 20 किलो माछा मारेको थियो यही खोलामा। अनि अहिले पनि माछा मार्नेछु। तपाईँहरू अन्तिमसम्म हेरिदिनु होला। यो झोला पुरै भराउने छु है आज, किनभने आज ढिला पनि आइपुगे ह। अलिक थोरै नै हुन्छ होला, 20 किलो चाहिँ नहोला, थोरै। आमा छ्या खोलामा के फ्यालेको यस्तो, आमामा यति धेरै फोहोर होइन, कपडाहरू जम्मै कुरो, हड्डीहरू सबै, सिसा सबै फ्यालेको। ल फाइनली हेर्नु सक्नुहुन्छ, मैले चाहिँ यो लुक्समा मैले चाहिँ जाल हान्न लाग्छु। मैले लुगा फाइनली फेरिसकेको छ। हेर्नु है, मैले जाल हानेको, किनकि मैले चाहिँ भिडियोमा क्यामेरा राखेको छु। झ्याम्मा जाल हान्यो, वाउ माछा पर्यो, माछा पर्यो। अब ल हेर्नुहोस् है, माछा कतिवटा पर्छ ल है। मैले जाल हानेकै, छोरी मान्छेले जाल हान्नुहुन्छ न मलाई थाहा छैन, तर म हानिदिन्छु। मैले पनि फर्स्टचोटि हो। हेर्न सक्नुहुन्छ, माछा पर्यो। वाउ माछा आमा खस्यो, माछा खस्यो, भुइँमा खस्यो। ल अब चाहिँ मैले फेरि त्यो माछा टिपेर पनि फेरि अर्को ठाउँमा गएर
मैले चाहिँ माछा जाल हानेर पनि माछा फेरि मारिसकेको छ है। मैले अहिले चाहिँ साथमा मैले त्यो जुन चाहिँ यो झोला भराउने भन्ने झोला चाहिँ मैले साथमै टी सर्टमा बाँधेर लिएर हिँडेको छु है, किनकि मलाई माछा हाल्न सजिलो हुन्छ, त्यही भएर है। ल अब चाहिँ फाइनली फेरि जाल हान्नु। वाउ माछा, वाउ माछा, कति धेरै माछा, ए भगवान्, माछा माछा माछा, यति खुसी लाउँछ नि माछा पाएँ भने होइन। माछै तर्सेर भाग्छ कि म गएँ भने त जहिले नि। त्यही भएर मैले आज चाहिँ मौका मिलाएर म जानुभन्दा पहिल्यै मेरो साथमा जाल लगेको, किन म गएँ भने माछा भाग्छ, जाल लग्यो भने त जालभित्र माछा पस्छ, त्यही भएर चाहिँ मैले जाल लगेको है। ल फाइनली हेर्न सक्नुहुन्छ, जाल पनि बिग्रे गर्छ, किनकि डङ्गा नभएपछि यस्तै हो, पहिलोचोटि सुरुवात काम होइन, यस्तै हो, बिस्तारी बिस्तारी सिक्ने नै छौँ जाल हान्न पनि। मजाले मैले ए भगवान् बिग्रियो जाल, फेरि माछा पर्दैन होला, ए भगवान्, पर्यो 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 माछा, पर्यो 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 माछा, आमा कति ठुलो माछा, ए भगवान्, जाल पो अड्क्या रहेछ, कस्तो ठुलो माछा भनेको त, जाल अड्क्यान ढुङ्गामा। ल फाइनली माछा हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस् है, माछा परेहा माछा हेर्नु त, सानो माछा परेहा कि टन्नै, सानो बुढा माछा टन्नै। ल मैले चाहिँ अब माछा मारेर सकेर पनि मैले लुगा फेर्नुपर्ने अवस्था ह। म चाहिँ माछा मारेपछि लुत्रुक्कै भिजेर लडेर घाउचोट धेरै भयो। अब म फाइनली लुगा चेन्ज गर्छु। फाइनली मैले चाहिँ लुगा चेन्ज गर्छु भने कि त्यहाँ टन्नै मान्छे भएर मैले गरेन। अनि यहाँनिर चाहिँ माछा है मैले सब प्याक गरिसकेँ। अब म घर जान लागेको है साथीहरू, मान्छे टन्नै थियो, मैले लुगा फेरेन। अनि देख्न सक्नुहुन्छ वाउ, मान्छेहरू स्विमिङ गर्दै थियो, खोलामा माछा मार्दै थियो, पौडी खेल्दै थियो। आधी मान्छे त गइसकेको थियो, आधी मान्छे यहाँ छ, त्यही पनि बाई बाई सबैजनालाई। म चाहिँ अब आफ्नो घरतिर लाग्नेछु। हेर्नुहोस् त बाटोहरू यस्तो डेन्जर बाटो छ कि हिँड्न पनि जानिँदैन, यस्तो ढुङ्गा, ठुल्ठुलो ढुङ्गा छ यो ठाउँमा चाहिँ। अब फेरि जस्तो ओर्लेको उकालो त्यसरी नै चढ्नुपर्ने छ। म चढेँ, म अब घर लागेँ फाइनली। म चाहिँ यहाँनिर होइन माछा कति छ भनेर हेरेको छ, किनकि मलाई यस्तो भयो नि त होइन, तपाईँलाई माछा देखाउनको लागि कि मैले आज कति माछा मारेँ भनेर, एक झोला मार्छु त भनेकै थिएँ तपाईँलाई। फाइनली म देखाउनको लागि हेर्दैछु। फाइनली म चाहिँ घर आइपुगिसकेँ। यहाँ मैले चाहिँ लौकाको झाङमा मोनी पासु लगाइदिएको थियो, किनभने यो मोनी पासु लगाइदिएपछि जति पनि लौका कुहिने चाहिँ कुहिँदैन, किनकि यो ठाउँमा किरा गएर बस्छ, त्यही भएर कुहिँदैन। त्यही भएर हेर्न गएको मैले लगाएर गएको थियो। फाइनली दुईवटा चाहिँ परेको रहेछ है। ल फाइनली है अब म चाहिँ जाल निकालेँ, माछा हजुरहरूलाई देखाउने छु। वाउ माछा, आमा सबै माछा खस्यो, मैले त बाटैभरि खसाउँदै हिँड्छ माछा, सानो माछा सबै खसेछन्। हेर्नु त ढङ्गा नभएपछि यस्तै हो। हेर्नुहोस् फाइनली म चाहिँ अब प्रेसरको चप्पल लगाउँदैछु। अब यहाँ फाइनली मेरो माछा चाहिँ यति रहेको छ है। आमा हेर्नु सक्नुहुन्छ, यहाँनिर चाहिँ एकदमै रातो माछा रहेको छ, करेन्ट माछा र असला माछा, बुदना माछा सबै मिक्स माछा रहेको छ। यो ठुल्ठुलो चाहिँ असला माछा हो, हाम्रो सिधी खोलामा पाउने असला माछा। एकदम मिठो हुन्छ, रसिलो हुन्छ होइन यो माछा चाहिँ।